कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तुको तिलौराकोटलाई लुम्बिनी सरह विकास गर्न आवश्यक रहेको बताउनु भएको छ। 2570औं बुद्ध जयन्तीको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत प्रमाणपत्र वितरण, समापन तथा सम्मान तथा समापन कार्यक्रममा बोल्दै उहाँले लुम्बिनी आउने पर्यटकलाई कपिलवस्तु क्षेत्रमा सहज आवागमनको व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिनुभयो। यस्तै शिव मङ्गलले आफ्नै सम्पदाको संरक्षण स्थानीय स्तरबाटै गर्नुपर्ने धारणा राख्दै संस्कार बलियो भए संस्कृति स्वतः सुदृढ हुने बताउनुभयो। त्यसैगरी कोषका सदस्य राम नरेश प्रसाद कुहारले कपिलवस्तुको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई उजागर गर्दै यसको संरक्षण तथा प्रबन्धनमा सबैको सहकारी आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। आयोजकले बुद्ध जयन्तीलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको जनाएको छ। समितिका अध्यक्ष सासु माया साक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रविन्द्रनाथ ठाकुरले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजेश गेवालीले गर्नुभएको थियो। कपिलवस्तु नगरपालिकाको सहयोग र 25औं 70औं बुद्ध जयन्ती मूल आयोजक समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो। कार्यक्रमका अवधि चित्रकला तथा वक्तृत्व कला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।